गाइज वेलकम टु माई ब्लग। सो आज चाहिँ म पसल बसेको छु होइन, छुट्टी हो मेरो चाहिँ। हामी बेसी त्यही हो, अब पसल बसेपछि बसिरहन्छु म। अब खान्छु ओर्छु के गर्छु हेर्नु होला गाइज। साथीहरू हामीलाई चाहिँ अल्छी लाग्यो बस्दा बस्दा। हामीले चाहिँ नि बस्दा बस्दा अल्छी लाग्यो अनि यहाँ भाइ आइहाल्यो नि। हामीले चाहिँ चाट मगायौँ, साथीहरू चटपट पायो नि, त्यही भएर चाट हो सेकेन्ड अप्सन। यी राम्रो देखिएको थियो, मिठो थियो। त्यसपछि चाहिँ एकछिनमा फेरि करेन्ट ल्यायो। आज चाहिँ पसल बसे भएर हामी खाएको खाइछौँ है गाइजहरू। फेरि एकछिनमा चाहिँ नि हामीले खायौँ। चाउचाउ लिएर आएको थियो। अब बसे गरेर के गर्नु, चाउचाउ खानु पर्यो। बेलुका चाहिँ कस्तो अल्छी लगाएर आयो अनि त्यसपछि हामी चाहिँ यसो बाहिर निस्केको। अलिअलि कपडा पनि किन्नु थियो होइन, मलाई त होइन, यहाँ दिदीलाई किन्नु थियो अनि हामी चाहिँ प्यान्ट पसलमै किन्यो कि नजिकै छ। अनि हामी चाहिँ कपडा किन्यौँ अनि किनेर फर्केर आएर यसो गफ हान्नु पऱ्यो। सबैजना भेट भइसकेपछि गलत अनि एकछिन यसो गफसफ हानिसकेपछि चाहिँ स्कुलबाट चाहिँ सबैजना आउनु भएको रहेछ रमाइलो गर्नलाई। अनि हामी चाहिँ त्यहाँ गएर यसो नाच्यौँ ओऱ्यौँ, पुरै भजन कीर्तन गरेर अनि एकछिन पुरै हावा खाएर, अब कृष्ण मन्दिरको हावा मिठो हुन्छ नि, टक्क हावा खाएर गफ गरेर त्यहाँ बसेर पनि गफ गरेर अनि यसो अनि चटक पायो। हेर म चाहिँ यसो भिडियो आएपछि त अलिअलि चटक त आइहाल्छ नि, केटी मान्छे गइसकेपछि होइन। अनि यसो घर आएर यहाँनिर गेम चल्दै फेरि खतरावाला भाइको र दिदीको होइन। म चाहिँ यसो भिडियो बनाएको हो कि बेलुकालाई टक्क ब्लगमा हाल्नुहुन्छ भनेर रमाइलो भएको थियो एकछिन त। बेलुका चाहिँ हामीले के खेल्यो भन्दाखेरिमा लुडो गाइजहरू, लुडो। अनि आँप खाँदै लुडो खेलेको चुयाउँदै अनि त्यसपछि चाहिँ आजको ब्लग यहीँ भयो। ओके गाइज, बाई।